औषधिको गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाइँदैन। तपाईँलाई सित्तैमा होस् कि पैसा तिरेर होस्, त्यो तपाईँले तिर्ने पैसासँग या नतिर्ने पैसासँग त्यसको चाहिँ सरोकार हुँदैन। सरोकार केसँग हो भने उपचारसँग हो। उपचारको लागि प्रयोग गरिने वस्तु बिरामी उपभोक्ताले खरिद गरेको नभए पनि राज्यले त खरिद गरे हो नि त। राज्यले खरिद गर्ने चिज राज्य आफै ठगिरहेछ, यस्तो पनि हुन्छ। नेपाल सरकारले आफैले खरिद गरेको चिजमा क्वालिटी छैन भनेर कुनै डाक्टरले च्यालेन्ज गर्नुहुन्छ भने त्यसको अगाडि उहाँहरूले जस्टिफाई गर्नु पर्दैन। त्यसको जस्टिफाई गर्ने भनेको औषधि व्यवस्था विभाग डिडिएले त्यसको चाहिँ एन्सर गर्न सक्नुपर्छ कि मैले दिएको प्रोडक्ट क्वालिटीको हो, यसमा क्वालिटीको जिम्मेवारी मैले लिन्छु भनेर औषधि व्यवस्था विभागले सर्टिफाई गरेपछि मात्र त्यो प्रोडक्टको चाहिँ बजारमा आउने हो।